वाह दुर्गा प्रसादजी, वाह हाम्रो पशुपति खड्काजी, आज चाहिँ भने मेरो यति खुसी छ नि मन। किनभनेदेखि तपाईँहरूले एउटा ब्यानरमा बसेर यसरी एकबद्धता भइदिनुहोस् न है भनेको मैले वर्षौँ भयो, आज मात्र होइन। जब दुर्गा प्रसादजीले अभियान सुरु गर्नुभयो तबदेखि है आज म एकदम खुसी छु। अब म के भन्न चाहन्छु भने अब भने राज संस्था ल्याउनु कसैले रोक्नु सक्दैन है। किनभनेदेखि राज संस्था भनेको अबको एजेन्डा बलियो भइसकेको छ र यो दलाल तस्करहरूले अहिले जसरी करेन्ट चाउचाउबाट सञ्चालित व्यक्तिहरूले जुन प्रधानमन्त्री पद पहिल्यै उनीहरूले घोषित गरेर अगाडि बढेको छ र प्रधानमन्त्री त तिमीहरू होलाउ तर प्रधानमन्त्रीमा भोट त तिमीहरूले जिताउलाउ तर देशले हार्ने छ। यो कुरा साँचो सत्य, यो सबै कुरा नालीबेली हाम्रो दुर्गा प्रसादजीले बताउनु भएको छ। यो दुर्गा प्रसादजीको यो पहिला कुरा सुनौ है, यो कुरा सुनौ न दुर्गा प्रसादजीको है, यो कुरा सुनौ। हिजो केपी ओलीलाई मिनबहादुर गुरुङले जग्गा दियो भनेर केपी ओली मिनबहादुर गुरुङका घर जग्गा जमिन जम्मै आगो लगाएको होइन, 13वटा 14वटा भाटबटीमा आगो लगाएको होइन। आज त बालेन शाहलाई नि 8 करोडको गाडी त मारवाडीले नि दिएको रहेछ त, अहिलेदेखि लगानी रहेछ त। भनेपछि त्यो मारवाडीलाई चाहिँ के गर्दै हो साथी हो? गाडी त नेपालको सबैभन्दा महँगो गाडी किन्नुभन्दा राम्रो गाडी म पनि चढ्छु। कसैले पनि दुर्गा प्रसादलाई ढाक लगाउन सक्दैन। म एकपल्ट म हिँड्दाखेरि करिबन 20 करोडको गाडी लिएर हिँड्छु आफ्नो, तर मेरो म मागेर हिँडेको छैन। भनेपछि आजैदेखि हेर्नुहोस् त मारवाडीको लगानी, आजैदेखि मारवाडीको लगानी, आजैदेखि हिजोदेखि डिप स्टेटको लगानी। भनेपछि यिनले नेपाल बनाउने रहेछन्, बुझ्नुहोस् नेपाल बनाउने रहेछन्। मैले नरेन्द्र मोदी पनि हेरेँ, भारतका प्रधानमन्त्री योगी आदित्यनाथ पनि हेरेँ, दिनभरि काम गर्छन् र बेलुका गएर गौशालामा सुत्छन्। चन्द्रशेखर पनि देखेँ, चन्द्रशेखर पनि दिनभरि प्रधानमन्त्रीको काम गर्दै भारतको प्रधानमन्त्री बेलुका गएपछि गौशालामा गएर सुत्थे। तर यिनीहरूलाई तपाईँको गाँजा चाहिने, मोगा ब्रान्डका रक्सी चाहिने, राम्रा तरुनी चाहिने हाम्रा नेताहरू हो कि होइन? अनि राम्रा गाडी चाहिने, राम्रा गाडी। तिमी गाडी चढ, तिमी रक्सी खाऊ, तर आफ्नो कमाएर गर न, मेरो जस्तो कमाएर गर न बाबा, मेरो जस्तो। मलाई दोष लगाउनु त, मलाई एउटा दोष लगाउनु त। हेर्नुहोस् त चुनावमा गएको अरे प्रधानमन्त्री, के अरे पहिल्यै प्रधानमन्त्री बनाएको छ। मैले भनेको थिएँ त बाटोमा पनि डिप स्टेट, चुनाव माग्न जाने पनि डिप स्टेटका मान्छे, सरकारमा पनि डिप स्टेटका मान्छे। अब भेटाए नेपालीले 2004 सालमा कङ्ग्रेसको उदय, 2006 सालमा कम्युनिस्टको उदय। अब तपाईँहरू बुझ्नुहोस् त्यतिखेरै 2007 सालमा जब देशमा प्रजातन्त्र आयो नि, त्यतिखेरै संविधान सभाको कुरा आएको थियो नि। यहाँ बुढापाकाहरूलाई थाहा छ अघि भन्नुहोस् त दाइ, त्यतिखेरै संविधान सभाको कुरा आएको थियो। त्यतिखेरै 7 सालमै राज संस्था र हिन्दू राष्ट्र हटाउन खोजेको थियो पश्चिमाहरूले। तर यो कुरो कसो राजाहरूले बुझेर राजा महेन्द्रले बिपी र मोहन ती पुष्पलाललाई लगेर खोरमा गेममा खाँदेको थियो। र आज एउटा कुरा भन्छु म, 2015 सालमा काङ्ग्रेसको विश्वास नलागेर राजा महेन्द्रले कम्युनिस्ट चाहिन्छ, कम्युनिस्ट भनेको राम्रो पार्टी हो भनेर राजा महेन्द्रले कम्युनिस्टलाई 2015 सालमा काङ्ग्रेसको 2/3 थियो, कम्युनिस्टको 2टा सिट थियो। कम्युनिस्टलाई मोलजल गरेर ल्याएको, आखिर त्यही कम्युनिस्टले राज संस्थामाथि हान्यो क्या। हानेको परिणाम आज केपी ओलीहरू नि रुनु न हाँस्नु, मर्नु न बाँच्नु गरेर हिँडेका छन्। मैले भनेको थिएँ नि पाप कराउँछ। त्यसले गर्दाखेरि तपाईँहरू के बुझ्नुहोस् भने आज एउटा यस्तो मौका आएको छ। सरकारमा पनि डिप स्टेट छ, सडकमा पनि निलो झन्डा घन्टी बोकेर डिप स्टेट नै हिँडेको छ। कति अरे पास्टरहरू कतिजना, 24जना पास्टरले त टिकटै पाएको रहेछ। 19जना पास्टरले त टिकटै पाएको रहेछ। अब गएर पनि नि भोट हाल्छन् भने नेपाली जनता अन्न खाने जनता होइन, अर्कै चिज खाने जनता हुन्, अर्कै चिज खाने। म भक्तपुरवासीलाई के भन्छु भने नि, भक्तपुरवासीलाई अब पनि नि यसो र उसोमा भोट हाल्न जानुभयो भने तपाईँहरूभन्दा अपराधी, तपाईँहरूभन्दा पापी, तपाईँहरूभन्दा नरसंहारी, तपाईँहरूभन्दा अरू कोही हुँदैन। तपाईँहरूको हातमा अधिकार आएको छ, कोही पनि भोट हाल्न नजानुहोस् भन्छु म, कोही पनि नजानु। हेर्नुहोस् त सोसियल मिडिया नि यस्तो दुरुपयोग गरेको छ, सबै नकली फेक आइडी। क्रिस्टियानो यहाँ आइरहेको छ, क्रिस्टियानो रोनाल्डोको 17 मिलियन अरे
17 करोड अरे कति बालनको क्लिक गर्दा कहाँबाट कहाँ पुग्छ यो के हो यो संसारमा नभएको मान्छे छैन त्यत्रो यो कसले हान्छ अनि यस्तो गरेर नक्कली फेसबुक नक्कली मान्छे नक्कली गाडी चोरेका गाडी 2 नम्बरी गाडी चढेर चुनावमा भोट मागेर अनि भोलि प्रधानमन्त्री हुँदाखेरि हिजो काठमाडौँका फुटपाथमा गरिबले लाट भेटाए ती मोकेका ठेला गाडीहरू कसरी खेचे एउटा बिचरा आमा मोकै पोलेर भात खान पाएन यो उसमा सुकुम्बासीले पनि भेट्छन् खोलाका डिलमा बस्ने सुकुम्बासीले हो कि होइन त्यसले गर्दाखेरि म सम्पूर्ण नेपाली जनतालाई के भन्छु भने अब राजा आउने बेला भयो सबैजना भएर राज संस्था ल्याउँ हिन्दू अधिराज्य कायम गरौँ त्यस पछाडि हामी चुनावमा जाउँ हामी चुनावमा जान्छौँ चुनावबाट भाग्दैनौँ र यो मौका आएको छ र पर्सि महाराज धिराज जनकपुर जानु हुँदैछ सक्नुहुन्छ भने यहाँबाट तपाईँहरू पनि जानुहोस् सक्नुहुन्छ भने र महाराज धिराजलाई अब हामी सबैजना मिलेर यो चुनाव हुनुभन्दा अगाडि फागुन 7 गते प्रजातन्त्र दिवसकै दिन गद्दी रोहन गराउने काममा लागौँ हिन्दू राज्य कायम गर्ने त्यसमा लागौँ त्यस पछाडि चुनावमा जाउँ